my god! Thank you so much. You're my real expression, oh yeah. I'm so happy. Thank you. मलाई आफू आमा बनिसकेपछि मलाई मेरो आमाको महत्व थाहा भयो र अर्को कुरा आफू कम्प्लिट भएको पनि अनुभूति भयो कि आमा हुँदाखेरि एउटा वुमेन कम्प्लिट हुँदो रहेछ। आमा बनिसकेपछि आफ्नो प्रोफेसनल लाइफ र आफ्नो बच्चा आफ्नो घरलाई कसरी ब्यालेन्स गर्ने भन्ने कुरामा मलाई चाहिँ आरोग्य जीवन जब हामीले जिउँछौँ त्यति बेला चाहिँ यो ब्यालेन्स गर्न सजिलो हुँदो रहेछ र यसमा के पर्छ शारीरिक मानसिक भावनात्मक सामाजिक स्पिरिचुअल आध्यात्मिक र आफ्नो पेसागत अकुपेसनल वेलनेस अनि यो सबै कुराले हेल्प गर्दो रहेछ र यो सबै आयामहरूलाई हेल्प गर्नको लागि चाहिँ फेरि यो ध्यानले यसलाई बुस्ट गर्छ। सो बिहान उठेदेखि हामी एनर्जी मेडिटेसन गर्छौं ऊर्जा ध्यान र त्यो गर्ने बित्तिकै एउटा बेग्लै खालको एनर्जी एउटा फुर्ती आउँछ र दिनैभरि आफ्नो मन पनि शान्त भित्रबाट खुसी हुँदाखेरि सबै कामहरू म्यानेज गर्न सजिलो हुँदो रहेछ। यता बच्चाहरू उनीहरूलाई पनि माया गर्न सजिलो आफ्नो प्रोफेसनल लाइफलाई पनि म्यानेज गर्न सजिलो हुँदो रहेछ। हामी आफू स्ट्रेसमा छौं भने हामीलाई प्रेग्नेन्सी भरि पनि त्यसले गाह्रो गर्न सक्छ। त्यसैले आफू ह्याप्पी भएर आफूलाई स्वस्थ राखेर अनि प्रेग्नेन्ट हुनु एकदमै राम्रो हुन्छ र आमा बनिसकेकोहरूले पनि पहिला आफ्नो केयर गर्नु जरुरी छ। आफ्नो खुसी भएपछि मात्रै त्यो बाहिर रिफ्लेक्ट हुन्छ। त्यसैले आफ्नो सेल्फ केयर गर्नको लागि के गर्न सकिन्छ त्यो सधैँ आफूतिर फर्किने आफूलाई रेस्पेक्ट गर्ने आफूलाई माया गर्ने र यही कुरा नै बाहिर रिफ्लेक्ट हुन्छ। Thank you so much. Wow, कस्तो मनपर्छ मलाई यो। Wow. Thank you so much. Oh my god! Why do you expect me to Thank you so much. You're my real expression, oh yeah. I'm so happy. Thank you. Thank you so much, बुनाई बाई यात्रा। आज हजुरले मेरो यो मोमेन्टलाई यस्तो बनाइदिनु भयो यसको लागि आइ एम सो ग्रेटफुल। यस्तै थुप्रै गिफ्टहरू तपाईले पाउन सक्नुहुन्छ अनलाइन पनि।